हाई गाइस सम्पूर्णमा टिकाराम कान्छु भ्लगमा मोस्ट वेलकम छ। म हुँ तपाईहरुकै चिरपरिचित मित्र टिटी कान्छु। हाल रोजगारको सिलसिलामा यो मनाजमा छु। लगभग धेरैलाई नै थाहा नै छ। यदि थाहा नभएको यो भ्लग हेरेर थाहा पाउनुहुनेछ। अब बिस्तारै अब डिसेम्बर 25 तारिखको इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस डे आउँदैछ। त्यसको यहाँनिर तयारी हुँदैछ। बाटोमा लाइटहरू बालेर यसरी चाहिँ हाम्रो होस्टेल नजिकै यो के अरे चर्च छ यहाँनिर इसाई धर्मावलम्बीहरूको। यहाँनिर यसरी आज चाहिँ लाइट फिटिङ गरेर एकदमै चकचक पारिएको छ। एकदम रमाइलो छ। कृपया यो भिडियो मन परे लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु नभुल्दिनु होला। पुनः भन्न चाहे कृपया यो भिडियोलाई अन्तिमसम्म रहेर हेरिदिनु होला है त। रोमानियामा इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस डे आउँदै गर्दैको पूर्व सन्ध्यामा यसरी अब के अरे चर्चको पार्कमा लाइटहरू जडान गरेर यसरी चाहिँ एकदम चकचक एकदम उज्यालो गरिएको छ। यता देख्न सक्नुहुन्छ यो धुपी सल्लामा यसरी बत्तीहरू बालेर यतातिर हुन्छ। पार्क वरिपरि पुरै लाइटहरू जडान गरेर निकै रमाइलो एकदम सुन्दर गराएको छ। यतातिर परमेश्वरको यता राखिएको छ, अलिक क्लियर छैन। यसरी लाइटहरू राखेर चर्च वरिपरि पार्कमा रमाइलो पारिएको छ। एकदम आजकै दिनदेखि यो सुरुवात गरेको। यतै जरायो कि हरिण के हो यस्तोमै लाइटहरू राखेर यतातिर देख्न सक्नुहुन्छ यो चर्च हो। चर्च वरिपरि पार्क छ। पार्कमा यसरी लाइटहरू जडान गरेर विभिन्न जनावरको फोटो उसमा चाहिँ रमाइलो पारिएको छ। त्यतिर नि बाटोमा लाइटहरू राखेर यो रमाइलो पारिएको छ। झिल्किने बत्तीहरू। हाई गाइजहरू, युरोपको रोमानियामा यहाँनिर चर्च छ। क्रिसमस डे आउन लाग्यो। क्रिसमस डेको पूर्व सन्ध्या र त्योभन्दा अगाडि नै यसरी सजावट गरिएको छ। यतातिर येशूको यसरी चित्र राखेको छ। रातिमा चाहिँ यहाँ लाइट बल्ने गर्दछ। भिडियो हेर्नुलाई मैले रातिको लाइट बलेको पनि झिलिमिली टन्न मैले राखेको छु। भिडियोलाई अन्तिमसम्म रहेर हेरिदिनु होला। क्रिसमस डेको एकदमै तयारी हुँदैछ यहाँ। अब केही समयपछि क्रिसमस डे आउँदैछ। यतातिर लाइटहरू राखेर यतै परमेश्वरलाई यहाँ चाहिँ येशू ख्रीष्टको यहाँ यसमा पनि यो लाइट बल्ने गर्दछ झिलिमिली रातिमा चाहिँ।